नमस्कार हजुर, नमस्कार ससुरा। आज घर त मेरो लाटीकुली नै पर्यो। हजुर यहीँ नजिकै पर्छ। आज हजुरहरू यसो वृद्ध मान्छेहरूसँग यसो सोधपुछ गरौँ कि केही पुराना कुराहरू भनेर। पुराना कुराहरू हजुर कति वर्ष पुग्नुभयो होला? त्यस्तै 93-94 पुग्नुभयो कि कति पुग्नुभयो होला? ए अनि हजुर? म हजुर 92 मा। ए 92 मा। पहिलो बसोबास कहाँ हो नि? दैलेखतिरै त होला हजुरहरू? दैलेख हजुर, ए दैलेख। दैलेख। अनि ए मैले पनि कता कता बुवासँग सुनेको थिएँ हजुरहरू कहाँ कहाँ पर्नुहुन्छ त्यहाँ। अनि दैलेखमा बाजेहरूसँग सँगै बस्नुभयो भने जस्तो। हजुर कति वर्ष पुग्नुभयो अरे? म 92। 92? ए 92 वर्ष भन्नाले हाम्रो बाजेहरू बुवाहरूसँग साथ भएको। ए बाजे ए बाजे घुस्रातिर हुनुहुन्थ्यो। बाजे के हुनुहुन्थ्यो अरे पहिला? जिमदार। अनि मुखिया। हजुर लालबहादुर मुखिया हुनुभयो दैलेखको, होइन? अनि हाम्रो मेरो बाजे के हुनुहुन्थ्यो अरे पहिला? क्याप्टन साहब। ए कुली नलगाउने। हजुर नाम क्याप्टन साहब। ए क्याप्टन साहब। कप्तान साहब। अनि त्यसो भए उहाँहरू पनि दैलेखबाटै झर्नु भएको? हजुरहरू एकै ठाउँमा पहिला? ए अनि त्यस बेला हाम्रो बाजे लेफ्टेनेन्ट साहब हुँदाखेरि के गर्नुहुन्थ्यो उहाँले? उहाँले चाहिने अरू त मैले देखेन। हजुर कालपानीमा पुल हालिदिनु भयो। ए कालपानीमा पुल त्यो बेला? त्यो बेलामा म त्यही पुलबाट तरेर गएको। ए कहाँ नेपाल जाँदाखेरि कालपानीमा पुल, होइन? म लाउरे। ए लाउरे इन्डिया जाँदाखेरि त्यहीबाट। ए इन्डियन लाउरे हजुर, होइन? ए कालपानीमा पुल त्यही बेला हाम्रो बाजेलाई हाल्नु भएको रहेछ। हजुर त्यही पुलबाट नै गएको? ए त्यो बेला पनि त्यस्तो जियोस् गरेकै रहेछन्। कस्तो छ भन्नुहुन्छ भने त्यो डाँडाको एकदम नजिकै वारेर पारेको एकदम साङ्ग्रो छ। हजुर अन्त फेरि पुगेको के खोला। हजुर त्यो साङ्ग्रो हो, त्यसमा हालिदिनु भएको थियो। गजबको पुल थियो। ए पछि वनमा आगो लागेर पुरा त खतम भयो। त्यसो भए भेरी पार गर्नको लागि सजिलो किसिमले पुल हालिदिनु भएको थियो। राम्रो थियो। म फ्यामिली लिएर हजुर 2000 एनिमल 13 सालमा एनिमल जाँदाखेरि त्यो पुल तरेर जानुभयो। यहाँबाट एनिमल घोग्रेनीमा बसेर बास बढ्न कि उसमा गयो कहाँ? हजुर गएकै नारायण सिंह। हजुर गाउँलाई चिन्नुहुन्छ? अलिअलि चिने हजुर। स्कुल गर्थे बालुबुते हुनुहुन्थ्यो कि? नै के हुनुहुन्थ्यो उहाँ? नारायण सिंह गर्थे। ए बुझे त्यहाँको परिचार पश्चिमी स्कुलको परिचार हुनुहुन्थ्यो। त्यो उनीले के भने यो खानी चौरबाट पुलामीको छोरी लगेको थियो कि त्यो गएर मलाई माइती राजा भन्थे कि म पनि पुलामी परेँ। हजुर त्यसो भए पहिल्यैदेखि हजुर हाम्रो अनि दैलेखदेखि बाजे बराजुको देखिको नै एकदम नजिकको सम्बन्ध रहेछ। र फेरि सुर्खेतमा पुल नभएको अवस्थामा, सुर्खेतको भेरीमा पुल नभएको अवस्थामा पनि हाम्रो बाजे हिक्मत बहादुर गौतमले कुन ठाउँ अरे पुल हालेको? कालपानीमा। के को पुल अरे? काठको एकदम। हजुर त्यही पुलदेखि नै हजुर तरेर गएको। ए हर्रेबासबाट। हजुर हर्रेबाट चाहिँ 10 बजे नेपालगञ्ज राज्य। अहिलेका नयाँ पिँढीलाई यो कुरा कसैलाई पनि थाहा हुँदैन। त्यो त्यसै कारणले हजुरहरूसँग यसो सम्पर्क गरेर के भएको रहेछ त पहिलोको कुराहरू, पहिलेको ऐतिहासिक कुराहरू केही बुझिहालौँ न त भनेर हजुरहरूसँग छलफल गरेको। हस् हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हस् कुरा गर्दै गरौँला। धन्यवाद छ हजुरहरूलाई। हस्।